आज चाहिँ म घरमै नानीहरुको लागि हेल्दी बिस्किट बनाउँदै छु। सो यो भिडियो चाहिँ मैले लिएर आएको। यसमा चाहिँ के छ भने आटा, सुजीको आटा, त्यहाँदेखि 1 चम्चा घिउ, त्यहाँदेखि घिउले पुगेन र उयो भयो नि तपाईहरुले तेल लाउन सकिन्छ, अनि सेतो तिल, अनि मिठो र क्रिस्पी हुनलाई तपाईहरुले बदाम लाउन सक्नुहुन्छ, अनि मिठोको लागि चिनी सुगर लाउनु होला। अनि चाहिँ यसरी डो बनाएर 10 मिनेटको लागि तपाईहरुले छोड्दिनु होला। सो तपाईहरुले प्यानमा तेल लगाएर गरम गर्नलाई छोड्दिनु होला। हाम्रोमा चाहिँ सेतो तेल छैन हालैमा चाहिँ, त्यही भएर रातो तेलमै गर्दैछु। तपाईहरुले चाहिँ सेतो तेलमै गर्नुभयो भने चाहिँ राम्रो। यो डो पनि अब 10 मिनेट भयो। अब यसलाई म स्टार्ट गर्छु शेप दिनुलाई। बिस्किट कसरी बनाउँछ भनेर हेर्दै जानु होला। मैले यो डोलाई चाहिँ 2 भाग गरेको छु किनकि ठुलो भएको कारणले। अब यसलाई कसरी बनाउनु भनेर म प्रोसेस देखाउँदैछु हजुरलाई ल। थिन पनि काट्नु हुँदैन, बेसी थिक पनि काट्नु हुँदैन। यसलाई चाहिँ ठिक्कै ठिकको लेभलको तपाईले काट्नुपर्छ। तपाईहरुले चाहिँ अब यो बिस्किटलाई अब यतिकै फ्राई गर्दा पनि भयो। अब यसलाई चाहिँ तपाईहरुले शेप दिदा पनि भयो। यसलाई अब तपाईहरुले डल्लो बनाउँदा पनि भयो, रेक्टेंगल शेपमा बनाउँदा पनि भयो। म चाहिँ डल्लो बनाउने प्रयासमा छु। Not so perfect, but यतिको डल्लो चाहिँ भयो। यो गरम भएको तेलमा चाहिँ अब तपाईले यो बिस्किटलाई हाल्दिनु होला। यसलाई चाहिँ मिडियम या लो फ्लेममा तपाईले पकाउनु होला। तपाईहरुले चाहिँ पकाउँदा चाहिँ यसलाई बोथ साइड गरेर पकाउनु होला। यतिको ब्राउन भएपछि चाहिँ तपाईहरुले निकाल्न सक्नुहुन्छ। फेरि ज्यादा कालो भयो भने चाहिँ तितो हुन सक्छ बिस्किट। फेरि मेरो बिस्किट बनि रेडी भइसक्यो। फाइनली बिस्किट टेस्ट भयो भन्नु। फाइनली बिस्किट टेस्ट भयो गाइस भन्नु भयो।